नमस्कार साथीहरू, हजुरलाई स्वागत छ ट्रेव रिभ्यूमा। आजको यस भिडियोमा रहेर हामीहरू कुराकानी गर्नेवाला छौँ न्यू नेपाली सिरियल सीता एपिसोड 105 मा के भयो र अब आउने भाग अर्थात् सीता एपिसोड 106 मा के होला त भनेर। साथीहरू, भिडियो लास्ट इन्ट्रेस्टिङ हुनेवाला छ, त्यसैले पनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्दै लागौँ है त साथीहरू भिडियोतर्फ। पहिला कुरा गरौँ सीता एपिसोड 105 मा के भयो त भनेर। साथीहरू, सृष्टिले आफ्नो पेटमा रहेको बच्चालाई अपरेसन गरेर फालिसकेका छन् र त्यो कुरा जगतलाई पनि थाहा भइसकेको छ। र उता सीताकी आमा र बाजे पनि विवाह गर्ने तर्खरमा छन् र सीताकी आमा र बाजेको विवाह गर्ने कुरा सीताको परिवारलाई थाहा भइसकेको छ र सीताको परिवारले त्यो बिहा रद्द गर्ने भने त पनि यो घरमा बस्न सक्दिनिस् भन्दै गाली गरेका छन्। अब कुरा गरौँ अब आउने भागमा के होला त भनेर। साथीहरू, अहिले पर्वतको रियलमा पनि बिहा भइसकेको छ र रियलमा बिहा भएको कारण उनी सीता सिरियलमा देखिएका छैनन् र अहिले उनी कोमामा गएको कुरा बनिरहेको छ र आगामी एपिसोडमा पर्वत भने उनको विवाह सकिसकेपछि अवश्य पनि आउँछन् र मलाई लाग्छ तिनी अब आउने भागमा उनको होस पनि आउँछ जस्तो पनि लागिरहेको छ र सृष्टिको पेटमा बच्चा भएको कुरा उसका परिवारलाई थाहा हुन्छ र पर्वत रिसाउँछन् कि बच्चा किन फालिस् भनेर जस्तो पनि लागिरहेको छ र आमा र बाजेको विवाह गरेर सीताको परिवारले गाली गरेका थिए र अब आउने भागमा सीताले आफ्नो परिवारलाई राम्रोसँग सम्झाउँछिन् र दसैँमा बाजे र काकीको विवाह हुन्छ कि जस्तो पनि लागिरहेको छ। र तपाईँलाई के लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न भने नछुटाउनुहोला। उता रमेशले पनि उसलाई प्रेम गर्न लागिरहेका छन्। अब आउने भागमा रमेशको पनि बिहा हुन सक्छ। साथीहरू, अब आउने भागमा हामीले दसैँको स्पेसल भिडियो पनि देख्न सक्छौँ कि जस्तो पनि लागिरहेको छ। र साथीहरू, हजुरहरूलाई के लाग्छ के साँच्चै नै बाजे र काकीको विवाह होला त अनि रमेशको बहिनी विवाह होला त? हजुरलाई के लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न भने नछुटाउनुहोला।